गुड आफ्टरनुन। म चाहिँ अहिले घर आएको छु नि त कि घर चाहिँ मेरो चाहिँ भाइको छोराको चाहिँ आज न्वारन हो, त्यही भएर म चाहिँ घर आएको छु हो। म चाहिँ अहिले गिफ्ट प्याक गर्दैछु, देख्दैन। मैले चाहिँ यो प्याक गर्दै गरेको चाहिँ सामान चाहिँ पहिला मगाएको थिएँ नि त, मिसोबाट मगाएको थिएँ। तर मेरो सामान चाहिँ यहीँ घरमै थियो। मेरो चाहिँ मिसोको चाहिँ सबै यहाँबाटै आउँछ नि त हो। अन्तखेरि दामी आएको थियो सामान पनि, मलाई पुरा मन पर्यो। अन्तखेरि मैले चाहिँ खालि यो गिफ्ट प्याक गर्ने सामान चाहिँ उतै किनेर चाहिँ मैले घरमा प्याक गरेँ नि त। अन्त सामान चाहिँ यति दामी आएको थियो है। अन्त मलाई थाहा पाएँ, मैले चाहिँ मलाई यतिको चाहिँ प्याक गर्न आउँदो रहेछ है गिफ्ट भनेर चाहिँ मलाई थाहा पाएँ क्या। जाँदैछु तल मामाहरूको चाहिँ, मामा घर हो, यहाँ चाहिँ हाम्रो घर हो नि त। मामा घर चाहिँ छेउमै छ। अन्त यहाँ चाहिँ यहाँ माथि चाहिँ हाम्रो बुवाहरू छ नि त। यहाँ छ हाम्रो बुहारी चाहिँ, यहाँ सुरु हुँदैछ, अब उमाल्छ। अहिले देखाउँछु म चाहिँ नानी है तपाईँहरूलाई। नानी चाहिँ देखाउँछु किनभने मैले जुत्ता लाग्छ नि त हो। नानी चाहिँ जरा यो चाहिँ हो जरा। यहाँ चाहिँ हाम्रो सेपहरू छ। यहाँ मेरो मामाश्री ल भन्नु कस्तो खुसी लाग्यो र छिटो कस्तो लाग्यो? दामी लागेर थियो नाति भएको खुसियालीमा तेरो भदै भएको खुसियालीमा म त खुसी छु भदै, सानो भदै आएकोमा। नमस्ते। भिडियो गरेको को हो अरे। यहाँ चाहिँ बनिँदैछ अब चटनी। के बनाएको आमा यो चाहिँ? गुडको चटनी मेथीमा हाल्नु न। आमाको हातको अचार दामी हुन्छ नि। यहाँ हाम्रो आशा नाना कस्तो लाग्यो तपाईँलाई फुपू भएर? खुसी लाग्दैछ एकदम, धेरै भन्दा पनि धेरै खुसी फुपू भएर हो। यहाँ पनि छ हाम्रो फुपू। यहाँ फुपूले चाहिँ के गर्नुहुँदैछ? यहाँ म पनि फुपू है फेरि। यो चाहिँ आलुदम त्यो कुकरमा अट्छ होला। यो डल्लै त कहाँ अट्छ हौ? ठुलो कुकर भए चाहिँ सजिलो हुन्थ्यो। खिर हेरौँ न, कसले बनाएको खिर? खिर देखाउनु। यहाँ चाहिँ खिर